एकचोटि के सेरेलाई म्याथ टिचरले सोध्नु भएछ, ओइ सेरे उठ, ल भन 2 2 जा कति हुन्छ भनेर सोध्नु भएछ। अनि त्यसपछि सेरेले 2 2 जा त 5 हो सर भनेर भनेछ। अनि त उल्लु कसरी 5 हो भन्छ। अनि सेरेले भन्छ, होइन सर 5 हो, मैले प्रुफ गरेर देखाइदिन सक्छु भनेर भनेछ। ल प्रुफ गरेर देखा त भनेर सोध्नु भएछ। अनि सेरे पनि के कम, अनि प्रुफ गर्न लागेछ। कसरी प्रुफ गर्यो अब हेर्नुहोस् है। ल अब सेरेले चाहिँ यसरी मास्टरलाई चाहिँ पढाउन थालेछ। अनि सुरुमा देखाएछ -20 भनेको -20 हो कि होइन भनेर सोधेछ। हो भन्नुभएछ। त्यसपछि यो -20 लाई हामीले 16 - 36 लेख्न सक्छौँ कि नै? अभियसली सक्छौँ भन्नुभयो। अनि यताको -20 लाई 25 - 45 लेख्न सक्छौँ कि नै भनेर भनेछ। सक्छौँ त्यो पनि भन्नुभएछ। यहाँसम्म ठिक छ? ठिक छ। त्यसपछि अब यो 16 भनेको 4 को स्क्वायर हो कि होइन भनेर भनेछ। हो भन्नुभएछ। यो 36 लाई हामीले 4 9 जा 36 लेख्न पाइयो कि नै भनेछ। पाइयो भनेर भन्नुभएछ। अब राइट ह्यान्ड साइडमा 25 भनेको 5 को स्क्वायर हो कि होइन? हो। अब 45 भनेको 5 9 जा 45 त्यो पनि हो। अब नेक्स्ट स्टेपमा गएछ है। नेक्स्ट स्टेपमा अब 4 को स्क्वायर एज इट इज छ। अब यो 4 9 जा 36 जुन छ, अब 4 9 जा 36 इन्टु 2 डिभाइडेड बाई 2। आखिरी 2 2 त कट्यो, बराबरै भयो। ठिक छ, बराबर भयो। अब यता पनि 5 को स्क्वायर माइनस, अब यता पनि 5 9 जा 45। अब 5 9 जा 45 मा 2 डिभाइडेड बाई 2। यो 2 2 त कट्यो, इक्वल छ, इक्वल छ। ल यहाँसम्म ठिक छ भनेर भनेछ। अब त्यसपछि फेरि अब यहाँसम्म इक्वल छ भने हामीले दुईटै साइडमा 9/2 को होल स्क्वायर 9/2 को होल स्क्वायर इक्वल नम्बर एड गर्न पाइयो कि नै? पाइयो। ल यहाँसम्म ठिक छ। अब त्यसपछि यो कुन फर्ममा गयो? a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। यता पनि a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। त्यो भनेको के हो? a माइनस b को होल स्क्वायर। अब a माइनस b को होल स्क्वायर भएपछि अब यसलाई 4 माइनस 9/2 को स्क्वायर लेख्न पाइयो? पाइयो। यता पनि a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर को फर्ममा छ। यसलाई पनि हामीले 5 माइनस 9/2 को होल स्क्वायर लेख्न पाइयो? अभियसली पाइयो। अब त्यसपछि यो इक्वेसनमा अब हामीले दुईटै साइडमा रुट लिन पाइयो? पाइयो। अब रुट लिएपछि के भयो? यो स्क्वायर कट्यो। 4 माइनस 9/2 5 माइनस 9/2। अब यो माइनस 9/2 लाई राइट ह्यान्ड साइडमा लगेर प्लस 9/2 भयो। अब यो माइनस 9/2 प्लस 9/2 कट्यो। लास्टमा के आयो? 4 = 5। यो 4 भनेको के हो? 2 2 जा 4 भनेपछि 2 2 जा 5। यसरी प्रुफ भयो भनेर सेरेले देखाएछ। यति देखेपछि म्याथ टिचरले चाहिँ सेरेसँग आइन्दा अब कुनै पनि क्वेसन गर्दिन भनेर कसम खानुभएछ क्या।